म पनि गएछ नि दिदी तपाईँ त यता आयो त भनेर साँच्ची तिमी नि आउँछ होला भनेर उता हामी त उता पो पुगेछौँ क्या उता गएर त गएको भए गरेछु नानी बाटो म त बेपत्तै भएछु र निदाएछु म त बिहान आछि म त हिजो बोल्दै थिएँ कता तिमीहरू यस्तै गर अस्ति नै सुलोचना दिदी बोल्दा बोल्दा फ्याट झरेर तिमी गएर दाइ गयो लास्टमा म एक्लै म त भर्खर नानीहरू स्कुलबाट ल्याएको कि साना अनि माथि दाइ सन्चै हुनुहुन्छ फुलमाया दाइ बाबा हेर्नु त तपाईँलाई त फुलमाया दाइ भनी पठाउनु भयो त पुष्पा दिदीले त म त त्यसै भन्छु बुढा जसको के अरे धेरै नाम कन्टिन्यू छ नि त्यही भनिदिने बानी छ क्या फेरि बेर चाहिँ त्यहाँ त फुर्बालो तामाङ छ त नि तपाईँले कसरी फुलमाया पढ्नुभयो फुलमाया दिदीको नाम हो नि त फुलमाया तपाईँको स्कुल बच्चाहरूलाई स्कुलमा लिन जानुभएको भने त अन्तै गएर आउनु भएको जस्तो लाग्यो दिदी मलाई त आँखा तिरबिर भएको देखेर त अन्तै गएर आउनु भएको जस्तो लाग्छ त मलाई त रौसी खानु कहाँ खान्छौ रौसी खाएर के हुन्छ र बेकारमा आँखा घुमाएर मुताउने मात्र फाइदा शरीरको लागि के फाइदा हुने भए पो खाइराख्नु होइन दाइ अयो हाम्रो गाउँतिर के पहिला के कोही आमाहरू त्यो नाली त्यो बाटो ओल्लोटी बाटो पल्लोपट्टि रक्सी खाएर त्यो बुनेमा मुतेर अनि यति छपहरू डुल्थे के अनि मलाई सानो हुँदा कि तिनीहरूलाई देख्थेँ नि त अनि छा यस्तो रक्सी नि किन खानेहरूलाई यसरी किन खानेहरूलाई म त खाँदिनँ म त ठुलो भएपछि त खान्न भन्थे के बिजोक देख्थेँ के अब बुढी बजेहरू के हो लत लागेपछि झन् हाम्रो एउटा बुढीमा हुनुहुन्थ्यो है रक्सिनी अनि त्यो भर्याङमा बसेर आफ्नो बुढाको नाम बलबहादुर है अनि बिहान नि खानी बेलुका नि खानी अनि त्यो भर्याङमा बसेर चरी हराइछ बले बुढो कता हराइछ भन्दै चिच्याउँदै कस्तो हुन्छ यो आइमाईहरूलाई त रक्सी खाएको कति नसाउने कि है एमनको बजे के हराइछ होइन होला कि चरी कराइछ भन्यो होला होइन हराइछ भन्ने के चरी हराइछ बले बुढो कता हराइछ भन्ने आफ्नो बुढाको नाम लिने 24 घण्टा मुत्ने फेरि भर्याङै भरि लुङ्गी भरि अनि किन होला है त्यस्तो हुने जस्तो लाग्छ कि बजेहरू त्यही त नि के त्यसरी खान्छन् क्या कोही कोहीले है अनि त्यसपछि बुढासँग ठाडे झगडा गर्न जाने अनि बुढालाई कुट्न जाने उहाँ बुढाले यसरी पल्टाइदियो भने त पर अघि उत्तान परे पल्टिने क्या बजेहरू मलाई त तपाईँहरूले अलि लुङ्गियो मुद्ने भन्दा त हिजोको एउटा कुरा याद आयो मलाई त के दिदी नबोली बस्दाखेरि सब म्युटमा बसेर मुद्न गइछ नमाथि है यो पुष्पा दिदीले हिजो त्यस्तो भन्नुभएको होइन त अनि नमाथि है अहिले अनि त हिजो भएको कुरा यहाँ किन भन्ने बाबा मुर्छा बढेर हाँस्नुभयो त्यहाँ तपाईँले अब बाउलाई दाइ भन्नु न दिदीले बाउको नाम फुलमाया अनि नानी आज त कोपिला बहिनीसँग मिठो गफ भयो त है दुईजनाको राम 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 के दिदी कस्तो मिलेको क्या आजको त मलाई त स्टुडेन्ट भिसामा आउनु भएको त्यो बहिनी उमारे स्पोन्सर ए आमा बाबा यहीँ हुनुहुन्छ दाइ भाउजू ए दाइ भाउजू भन्नाले भिजिटमा आउनु भएको त्यो कुरा त गर्न नि पाएन खै के बोल्यो के बोल्यो खै दाइ भाउजू सबै होलान् भिजिटमा आउनु पाउँछ नि खै भिजिटमा त 5 महिना 6 महिनाको मात्र हो भिजिटै होला सायद स्पोन्सर भनेपछि दाइ र भाउजूसँग भन्नुभएको थियो होइन होला कति फेरि काम गर्ने भन्ने नि कुरा गर्नुभएको थियो होइन होला के हो खै त्यसो भए त बाबा आमा यहीँ भएपछि त बाबा आमाको उसबाट आउनु भएको होला बाबा आमा त भन्नु भएन कि फेरि दाइ भाउजू को पो हुनुहुन्छ भन्नुभएको थियो होला सायद तर बाबा आमा नि हुनु खै तर होइन अहिले त त्यो आइडी किनेर नि आउँछन् नि त
छोरा बनेर छोरी बनेर त्यसरी आउन नि मिल्छ नि त 40 लाख 50 लाख तिरेर आउँछ नि मान्छेहरू खै के गरेर केही त्यस्तो कुरा त भएन कि तर यहाँ बस्दाखेरिको सिचुएसनहरू दुईजना गफ गर्दा 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 आमामा कत्रो बेर कुरा गर्यौँ त्यही त त्यस्तो राम्रो मान्छेलाई यहीँ राखे नि हुन्छ हौ हिरोहरू लाउरेहरू राख्नुहोस् कति राम्रो लाउरे खोज्दै हुनुहुन्थ्यो रियलमा कस्तो छन् है तर भिडियोमा त लास्टै राम्री के त्यो मान्छे ए विकेशजी पनि यहाँ विकेश भाइ आउनु नमस्ते ए विकेश भाइले कम त धेरै जिताउनु भयो विकेशजी भनेर भन्न लागेको थियो कोपिलासिसको लागि तर म लाउरे भनिहाल्नु भयो नकरै बसेको युकेमा त सबै लाउरे हो अहिलेको लाउरेहरूले पेन्सन पाउँदैन विकेशजी आउनु न सबै लाउरे हो अहिलेको नयाँ लाउरे हुनेहरूले कहिले पेन्सन पाउँदैन यहाँ आएको भान्जाहरू पनि लाउरे हो विकेशजी मेरो कसम तपाईँ मेरो गेस्टमा आउनु खुरुक्क लाएर आउनु भएन भने चाहिँ देयर इज समथिङ रङ यो विकेश दाइ पक्कै अर्का बुढी गेस्टमा के जानु भनेर बस्यो आउनु भाइ माथि ठ्याक्क बोल्नुपर्छ हामी एउटै परिवार हो कि विकेश दाइ पहिल्यैदेखि आउनु माथि तर विकेश भाइको मन चाहिँ ठुलै हो यार अर्काको बुढीलाई नि ड्याङ गिफ्ट हानेर जिताइदिएर है 14 गेम 15 गेम म त यत्रो सिटी हान्ने थिएन अर्काको बुढीलाई नि होइन नि यस्तो हो नि विकेशजी म अर्काको बुढी भइसकेपछिको साथी होइन नि उहाँ त म अर्काको बुढी हुनुभन्दा अगाडिबाटै साथी हो नि त्यसरी बुझ्नु न तपाईँहरू कस्तो उल्टो बुझ्नु भएको हो है अन्त आफूले त त्यस्तो साथी बनाइएन बनाउनु भएन रे तपाईँको त्यो फलो ब्याकमा हेर्न जानु त कतिवटा लोग्ने मान्छेहरू हुनुहुन्छ होइन त्यो त पछाडिकोहरूको अगाडि हुन्छ नि त बिहा गर्नुभन्दा अगाडिको साथी फेरि बिहा गरेपछि नि त्यो कन्टिन्यू साथी भन्ने त्यो त तपाईँले गर्नै पाउनु भएन त भेनासँग आएर अनि मैले नि हिजो आफैलाई काम डाउन गरेको दिदी पनि चट्ट लाएर ऐना हेर्नु जाने हो के आम्मा बाबा ऐना हेर्दा कम्तारी सुने अनुहार आउँछ है आफ्नो अनुहारको आउँछ है लाज लाग्छ अनि आफैले भन्यो फेरि त्यही ऐनाले फकाउँछ क्या आफूलाई रुँदा पनि म आफूलाई एकदमै रुन आयो भने पनि जाने ऐना गएर यसो अरे ऐना हेर्नुपर्छ कि गर्दै पुरा गरे आँसु निस्किरहेको देखिन्छ है त्यो मलाई त रुँदा त कम त नराम्रो पो देख्दो रहेछ भन्यो अनि रुनु पनि हराउँछ क्या बाबा तपाईँ मम्मीले नि त्यही गर्नुभएको हो कि मम्मीले 2 वर्ष पछाडि आफ्नो असली रूप देखाउनु भयो कि सुरुबाट त्यही हुनुहुन्थ्यो मम्मी आमा सेम हुनुहुन्थ्यो अलि दिन पछाडि 2 वर्ष पछाडि सुरु भयो देख्दैन ओ आमा हेर्नु त बाबाले कुरा काट्दै हुनुहुन्छ है के हुँदैछ दिदीले भनेछ है 2 वर्ष पछाडि भनेर ज्याङ उयो भनेर निकाल्नु भयो अरे होइन अनि तपाईँ पहिलादेखि सेम सोझो ज्ञानी जे भने नि मान्ने हुनुहुन्थ्यो कि 2 वर्षपछि चेन्ज हुनुभयो भनेर सोधेको बाबाले उसले पनि त्यही गरेको भन्दै हुनुहुन्छ के हो कुरो मलाई थाहा छैन अरे तर यो दिदी र भेना त कस्तो हाँसो लाग्ने गरेर लड्नुहुन्छ म त कस्तो हाँसो लाग्छ लड्ने नि कमेडी के त्यो हुन्छ नि उताबाट एउटा भन्दा यताबाट त्यस्तै कमेडी गर्ने कि म त अस्ति त्यो गेडागुडीको त म कहिल्यै बिर्सिन्न के पकाउने नि खिर पकाउने वास्तवमा भन्यो भने रियलमा म र मेरो बुढा जतिको झगडा कोही पनि गर्दैन होला सुन न अनु गेडागुडी भिजाउनु भएछ होइन यो दिदीले तर गल्ती त दिदीकै हो नि त्यत्रो भिजाएपछि त आफैले पकाउनु नि छोडिदिनु भएछ कि मजाले 2 दिनसम्म त्यो भिजाएर है अहिले मेरो 4 दिन लगातार काम थियो नि त सानो त्यही भएर क्या अनि भेडाले नि नपकाउनु भएछ कि त्यही तरकारी अनि त्यसपछि यो किन नपकाएको भनेर दिदीले भनेको त अनि त्यो जन्ती आउने जसरी भिजाएपछि आफै पकाउनु भनेको त यसको के पकाउने भनेर भनेको त भेनाले त्यसो भनेको त गेडागुडीको दिदीले त खिर पकाउने रे के नभन्दै भेनाले खिर पकाएर खुलाउँदै हुनुहुन्थ्यो तपाईँलाई नै उल्टै दुईजना टाँसेर खाँदै हुनुहुन्थ्यो त आज मेरो बुढाले पकाउँदै हामी त कुकुर र बिरालो जस्तै हो के म चाहिँ बिरालो बुढा चाहिँ कुकुर के अब बुढालाई चाहिँ त्यो स्विट वर्डहरू बोल्न आउँदैन नि त
रिसिट्यो भने झम्टिने क्या झम्टिन्छ नि अवतार दाइलाई नि तान्छु ल दाइ आउनु न झम्टिन्छ नि त्यस्तै बुढा चाहिँ बच्चा बिरालो जस्तै क्या दिदी भेना नहुँदा चाहिँ भन्ने होला भेना हुँदै गर्ने होला नि कुरा बुढाबुढीको झगडा गरेको नसुनाउनुहोस् है पुष्पा झगडा त हाम्रो त मामा चिची सबै हुन्छ दाइ नमस्ते झगडा गरे नि के गर्ने अनि हाम्रो त भरे बेलुका सुत्ने एउटै ठाउँमा हो नेपालमा अब जस्तो कोठा 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 भए पो कोठा अलग गएर सुत्ने हुन्छ त्यहाँ त 3टा बेडरुम हुन्छ एउटा बेडरुममा सानो छोरा सुत्छ 3टा रे 3टा बेड माथि 4वटा एउटामा जेठी छोरी सुत्छ एउटा बेडरुममा कान्छी छोरी सुत्छ एउटा बेडरुममा कान्छा छोरा सुत्छ अब एउटा बेडरुममा बुढाबुढी अनि कहाँ जाने टिभी रुम जिन्दाबाद दाइले देख्नु भयो कि पास हुनु भइसक्यो रहेछ टिभी रुममा त दाइ भूत आउँछ आउँदैन सब एक्सपिरियन्स मान्छे दाइ रिसाउँदाखेरि उहाँ टिभी रुम जानु हुँदो रहेछ त टिभी रुम जानु हुँदो रहेछ अस्ति स्लिपिङ ब्यागमा घुसिरहेला उठाउने तिमी होइन नाच्नलाई अनि त्यतिखेर त थोरै भाउसँग झगडा भएको थियो र हाई निर्मला सेन्स त्यस्तै हो भने क्या सोफामा गएर सुत्दिने सिलै त्यो त हो बिचारा दाइको भिडियो हेऱ्यो भने त दिदी पुष्पा दिदीले त्यहाँबाट देखाउन मिल्ने भयो त यो दाइहरूको डान्स हेरेर सबै कुमाम पुग्नुहुन्थ्यो होला त्यस्तो भिडियो चाहिँ देखाउने त्यहाँ त बिजोक त मेरो पो बनाएको छौ त गिबिनाले मेमोरी हुन्छ दाइ मेमोरी राख्नु भएको थियो है झन् तानेर ल्याएको त सिरकै खुट्टामा अड्किरहेको क्या दिदी कति रमाइलो भएको थियो नि मलाई अझै फेरि एकचोटि यस्तो मजाले अल्ट्रासाउन्ड गएर क्या टक्क लाएर डिलाउन्समा गएर ढिक्चो गरेर पक्का रमाइलो गर्ने विचार थियो अब कहिले अब जाडो सुरु भइसक्यो ढिच्चु रे भिडियो त तातै हुन्छ होला नि ढिच्चु गर्ने ठाउँमा नेपाली स्टाइलमा हो क्या ढिक्चु त्यतातिर नि पार्टीहरू हुन्छ दिदी नेपाली स्टाइलको पार्टीहरू त्यस्तै ढिच्चु गर्ने कि हुँदैन डिलाउन्समा म त अल्ट्रासाउन्ड अरू ठाउँ त गएँ होइन त्यही डिलाउन्समा चाहिँ खाना खानु चाहिँ त्यो मालिङ्गोमा गछु एकचोटि नाङ्लो भन्नेमा गछु 2 चोटि अनि अनि एकचोटि चाहिँ त्यो उसमा गर्छु त्यही डिलाउन्समा गर्छु त्यति होला म एकचोटि होइन 2 चोटि गयो होला डिलाउन्समा एकचोटि बुढाबुढी मात्र नानी हेर्न राखेर बुढाबुढी पुरा हिरो हिरोइनी पल्टेर क्या छुट्टै उस हुँदो रहेछ क्या अब त्यो फिल गर्दैन नि त यङ हुने बेलामा अनि बिहा गरेर अब बुढासँगै बसेन अलि सँगै बस्ने भन्ने होला भुडी बोकेर नानी पाइहाल्यो गरेर अलि नानी गरेर त्यो छुट्टै बुढाबुढी डुलेर उयो गर्न चाहिँ पाएन त्यो छुट्टै फिल हुँदो रहेछ क्या बुढाबुढी मात्र त्यस्तो त्यो रमाइलो गर्ने ठाउँतिर गयो भने छुट्टै रमाइलो हुँदो रहेछ त्यो जानु तपाईँहरू पनि बच्चा नहुँदै कहाँ जानु मन लाग्छ जानु त्यो रमाइलो हल्का जान्छौँ नि हामी त गएकै छौँ त घुमे गएको कहिले कता जान्छौँ कहिले अस्ति के अरे क्यासल हो कि के गयौँ रमाइलो भयो त्यो आज छुट्टी हो दाइ काम सकेर यहाँ म त फेरि डेलिभरी आउँदैछु यहाँ गाडीमा हो क्या एकछिन यहाँ सुरु गर्नुभन्दा पहिला यसो हेरेको म त सबै तपाईँहरूलाई देखेर झिलिक्क आएको नि ए पैसा पाउन छापे दाइ त्यो पैसा कहाँ हाल्ने होला है यो मान्छेले बिहान बुहारीलाई रुवाएर बिचरा मलाई नि कस्तो उयो भएर है म के गर्छु भनेको मान्छे तपाईँको लाइभ हेरेर उहाँ त्यो बिचरा नानीलाई मलाई रुन्छन् भन्ने त थाहा नि अनि बिचरा अनि कस्तो नि पर्सनल मेसेजमा त अझै म नि रुँदैछु अनि बिचरा अनि एउटा बुहारी हुन्छ होइन बुहारी अनि घरको मान्छेले केही उयो भन्यो भने त कति साह्रो चित्त दुख्छ कस्तो हुन्छ अनि त्यो आफूले पनि भोगिएछ नि त कतिको चित्त दुख्छ नन्द आमाजीको वचनले गर्दा कस्तो हुन्छ भन्ने आफू त्यो एक्सपिरियन्स हुन्छ नि त कस्तो लागेको चाहिँ बिचरा अनि माया लाएर है मेरो प्लान सलान कहाँ गयो केही गरेन त्यही सोफामा बसेर हेर्दै बसेँ तपाईँको के प्लान थियो म चाहिँ आज चट्ट लाएर के अरे मगर ड्रेस लगाएर अनि त्यसपछि लाइटमा नाच्छु एक्सर्साइज गर्छु भन्ने थिएँ क्या ढलक
अहिले नदिनु न त्यति कति भयो तपाईँको डान्स नहेरेको ल रेडी भएर आइहाल्नु त हामी अब त खाना पकाउनु पर्छ ऊ सर्टिफिकेटहरू बल्ल 4:30 भयो छ त्यहाँ जेठीको ट्युसन छ फेरि कराउँछ त्यो फेरि जेठी छोरी अहिले फेरि अघि बाबालाई आमा त यस्तो गर्थ्यो भने सुनाइदियो भने भोलि के खानुहुन्छ कुनी झन् भर्खरको पो देखिन्छ अरे मकै खान्छु मकै त्यो मलाई यस्तो फुलको आँखामा फुले संसार काँडाको आँखामा काँडै संसार भन्छ नि तपाईँले कस्तो नजरले हेर्नुहुन्छ त्यही डिपेन्ड तपाईँमै भर पर्छ क्या हो नि